सम्पूर्णमा नमस्ते। म राजु रेग्मी। मेरो यस युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म यो सियाडिया ओविनको बारेमा केही भन्न गइरहेको छु। यसको रेन्जहरू कति पर्यो, अनि यसको पर्फर्मेन्सहरू कस्तो छ हैन, यसको वारेन्टी के कसो छ, चलाउँदा कस्तो फिल हुन्छ, त्यो सबै भन्न गइरहेको छु। यो चाहिँ छोटो रूपमा भिडियो बनाएको छु। अहिले विस्तृत रूपमा चाहिँ एक दिन म भिडियो बनाएर हाल्ने नै छु। यो मैले करिब लिएको 2 महिना पुग्न आँटिसक्यो। अहिले मैले यो करिब 2861 किलोमिटर चलाइसकेको छु। र यो मेरो 2861 किलोमिटरको जर्नी कस्तो रह्यो भन्दाखेरि त सबै नर्मल नै छ। रेन्जहरू सबै राम्रै छ अहिलेसम्म हैन। कम्पनीले 105 किलोमिटर क्लेम गरेको छ भने अब मैले चलाउँदा चाहिँ मेन चाहिँ चलाइमा भर पर्छ हैन। मेरो चलाइ कति छ भन्दाखेरि अब मेरो चलाइको हिसाबले अब नर्मल इको मोडमा हिँड्नुभयो भने चाहिँ यसमा चाहिँ अब दुईवटा मोड हुन्छ, एउटा इको एउटा स्पोर्ट्स मोड हुन्छ। यहाँ एउटा इको मोड भन्ने हुन्छ, यहाँ माथि देखाउँछ। अहिले चाहिँ स्ट्यान्ड लाउँदा देखाउँदैन। यहाँ इको र स्पोर्ट्स मोड हुन्छ दुईवटा। इको मोडमा चाहिँ तपाईँको 35 सम्म कुद्छ टप भनेको, अनि स्पोर्ट्समा चाहिँ 61, 62 या 65 सम्म जान्छ भनौँ न। मिटरमा चाहिँ 62 सम्म देखाउँछ। अरू सस्पेन्सनहरू राम्रै छ हैन। यो हिसाबले मैले 35 को स्पिडमा भने इकोमा टप गरेर यो यसमा लक गरेर चलाउनु मिल्ने हुन्छ कि, यहाँ लक गर्न रिभर्स गर्ने अप्सन पनि छ यसमा हैन। मैले 35 को स्पिडमा चलाउँदा चाहिँ मैले 46%मा 65 किलोमिटरसम्म चलाएको छु हैन। अब मैले जिरो चाहिँ मैले बनाए पनि छैन, त रिस्क ल्याएको छैन मैले। तर त्यो हिसाबले म यहाँ भैरवा कोटियावादेखि कपिलवस्तु गोरुसिङीसम्म जाँदाखेरि मैले 46%मा 65 किलोमिटर चलाएको छु। त्यो हिसाबले क्यालकुलेट गर्नु छ भने करिब 130 किलोमिटर भन्दा नि माथि गरे पनि दिन्छ हैन। अब इकोमा चलाउनु भनेको त्यो भनेको तपाईँको टप स्पिड 35 हुन्छ, त्योभन्दा कुदाउनु मिल्दैन। लक गरेर चलाएको चाहिँ त मैले बाटो राम्रै थियो, मैले सब लक गरेर चलाएको हैन। त्यसको हिसाबले 31 को हाराहारीमा गयो। म सिङ्गल थिएँ, अब डबलमा चाहिँ अलिकति चार्ज खाने रहेछ है। डबल चाहिँ अलिकति त्यति प्रिफर चाहिँ गर्दैन। सिङ्गल हिँड्नु चाहिँ एकदम बेस्ट छ हैन। लुक्स पनि राम्रो छ, मलाई पनि ठिक छ, नर्मल युजको लागि ठिकै छ। दिनमा 100 किलोमिटर चल्छ भने चाहिँ द्याट इज इनफ के हैन। आफ्नो पर्सनल कामको लागि हैन, दिनमा कति घुट्टे लाएर लङ टुर गइन्न 100 किलोमिटरहरूको नर्मलै हो हैन र। अनि र अब यसको टप स्पिड चाहिँ 61, 62, 63 सम्म देखाउँछ मिटरमा चाहिँ। तर 65 सम्म जान्छ भनौँ न। बाटो राम्रो छ भने, स्मुथ छ भने चाहिँ 65 सम्म जाँदो रहेछ क्या। अनि यसको 65 मा चलाउनु भयो भने चाहिँ तपाईँको 90, 85, 90 भनौँ न। त कुदाउँदाखेरि टप फुल्ली कुदाएर चलाउनु भयो भने चाहिँ तपाईँको त्यति हुँदो रहेछ। अब मेरो चाहिँ प्रायः म सिङ्गल नै हिँड्छु। अनि त्यो हिसाबले चाहिँ अब त्यसको हिसाबले 85, 90 दियो हैन। मैले कुदाएर नि चेक गरेछु। नर्मल तपाईँको 50 सम्म जानुभयो भने चाहिँ 50 मा लक गरेर चलाउँदा नि 1%मा 1 किलोमिटर चल्दो रहेछ क्या। त्यो भनेको तपाईँको कति भयो मेरो भन्दाखेरि लगभग 100%मा 100 किलोमिटर चल्यो भनौँ न, त्यही चल्छ। अब तपाईँको अरू सबै ठिकै छ। एक्लै हिँड्दा डबल हिँड्दा चाहिँ म तानसेन पनि पुगेको छु। तानसेनमा डबल जाँदाखेरि चाहिँ अलिकति मैले 133%मा 110 किलोमिटर चलाएँ अप डाउन गर्दा। आउँदाखेरि चाहिँ बाटो ओह्रालो थियो र अब कति ठाउँमा चार्ज लागेन भनौँ। ओह्रालोमा अब रेस्ट नदिएपछि चार्ज लाग्ने कुरा नि भएन। त्यो ठिकै हो। अरू अब यसको बिल्ड क्वालिटीहरू राम्रै छ। तर अलिकति बेला एउटा अस्ति के भयो, म डबल थिएँ, अब बाटो पानी परेको थियो, बाटोमा खाल्डो देखेर खाल्डोमा पर्दाखेरि मेरो यो रिङ परेर कतै गयो यतै छ हैन। रिङ परेर रिङ बाङ्गियो कि बेन्ड भयो हैन। रिङ बेन्ड हुँदाखेरि चाहिँ टायर पङ्चर भयो। रातिको 10 बजे त्यो करिब यो नयाँ मिलको आसपासमा त्यो रिङ बाङ्गिएर मैले छोडेर हिँड्न पऱ्यो त्यो दिन हैन। चलाउनु चाहिँ मिल्दैन यो। जस्तो अरू बाइकहरू पङ्चर भयो भने लसाकलुसु गरेर हिँड्नु मिल्छ, यो चाहिँ अलि अप्ठ्यारो हुँदो रहेछ हिँड्न चाहिँ अलिकति गाह्रो भनेको यसको। अरू चाहिँ अब राम्रै छ अहिलेसम्मको मेरो 2861 कि 2661 कति किलोमिटर मेरो जर्नीमा हैन। र बिल्ड क्वालिटी हेलमेट कम्पनीले दिनुहुन्छ। यससँग एउटा मग दिएको हुन्छ, कफी मग। त्यो राम्रै छ, युज गर्न राम्रो छ। यसको अर्को डिसएडभान्टेज भनेको चाहिँ
के छ भन्दाखेरि चाबी खोल्ने यहाँ अन अफ यहीँ भयो तपाईँको मोबाइल एपबाट नि चलाउन सकिन्छ होइन डिक्कीलाई खोल्यो यसको के छ भन्दाखेरि डिक्की युज गरेर पनि हुँदैन अब यहाँ चार्जर आएको हुन्छ एउटा यसको चार्जर हुन्छ यो ब्याट्री भयो तपाईँको यसको अर्को एडभान्टेज चाहिँ त्यही डिसएडभान्टेज त्यही भयो एडभान्टेज चाहिँ के छ भने तपाईँको यसमा जोडिराख्नु परेन कि तपाईँको जोड्ने ठाउँ यहाँ भयो भने तपाईँ यहाँ जोडिराख्नु परेन तपाईँले ब्याट्री यहाँ फुत्क्याएर ब्याट्री झिकेर घरभित्र लगेर चार्ज गर्न सक्नु त्यो नर्मल है मोबाइल चार्ज गर्दा चाहिँ यहाँ एउटा एमसिबी दिएको हुन्छ यसले चाहिँ तपाईँको धुँदा के त त्यो पावर अन अफ गरिराख्ने अब त्यो कामको लागि तपाईँले हुन्छ होइन अब कसैले चोर्न खोज्यो भने चाहिँ लक हुन्छ चलाउने बित्तिकै लक हुन्छ सेन्सर बज्छ हिँड्दै हिँड्दै चक्का जाम हुन्छ होइन त्यही छ अब नर्मल युजको लागि चाहिँ तपाईँ अब जस्तो अफिस युज गर्ने फिक्स्ड हुन्छ नि जसको त्यो अब हामी मार्केटिङ गर्ने भने चाहिँ मलाई चाहिँ अलिकति मार्केट लिएरै हिँड्छु भने चाहिँ मलाई अलि गाह्रो हुन्छ होइन मैले यसबाट ई ड्राइभ पनि गरेको छु होइन त्यो पनि धेरै भएन हप्ता दिन भएन मैले 1500 जति कमाइ पनि गरिसकेको छु त्यसबाट अब अहिलेसम्म मैले यहाँ अब यसकै हिसाबले मेरो कति तपाईँको 28-61 भनेको तपाईँको लगभग मैले 70-75 लिटरको तेलको चलाइसकेको छु भनौँ न होइन 1500-16 हजारको तेल चलाइसकेको छु अहिले त्यो त मेरो सेभ भयो अनि अहिलेसम्म यसमा मैले खर्च गरेको टोटल भनेको तपाईँको यो लिक्विड हालेँ त्यही पहिला किनेर ल्याएपछि 1 महिनापछि मैले त्यो लिक्विड हालेँ पछाडिको टायरमा हावा नहटेर 450 को लिक्विड हालेँ त्यसपछि हालेको 10-15 दिनपछि मेरो त्यो टायर बेन्ड भयो तल रिङ त्यो खाल्टो स्पिडमै थियो भनौँ टायर बेन्ड भयो 35 को स्पिडमा लक गरेर चलाएको थिएँ टायर पर्दाखेरि डबल लगाउँदाखेरि खाल्टो अलि ठुलो भएको कारणले त्यो रिङमा बाङ्गिएको थियो अरू ठिकै छ अनि त्यसपछि हिजो हिजो कपिलवस्तुको बाटो आएको थियो त्यो बढी खाल्टाखुल्टी छ नि त त्यो बाटो आउँदा चाहिँ बाटो खाल्टाखुल्टी भयो त्यो सायद त्यहीँबाट हावा लिक भएछ र पन्चर भएको थियो फेरि हिजो मैले 450 त्यो लिक्विड हालेँ त्यो 900 रुपियाँ खर्च भयो अब लगभग अनि तपाईँको यसमा अरू मैले एक्स्ट्रा केही खर्च गरेको छैन अब पहिलो सर्भिस फ्री नै थियो सायद सेकेन्डको चाहिँ चार्ज लाग्छ भन्ने कुरा थियो 300-400 कति लाग्छ सर्भिस चार्ज मात्रै अरू नर्मलै हो भन्ने कुरा भएको थियो अनि यसको चार्ज हुनु तपाईँको लाग्छ 5 घन्टा भने एप्रोक्सिमेटली 5 घन्टा भनौँ होइन 5 घन्टा जति लाग्छ तपाईँको चार्ज हुन अनि रह्यो कुरा चार्ज हुनु चाहिँ त्यति टाइम लागिहाल्यो होइन अरू ठिकै छ पर्फर्मेन्सहरू राम्रै छ भनौँ होइन नर्मल युजको लागि अब म खेती किसानी यताउति अब मार्केटिङ गर्ने मान्छे ठिकै छ त्यो डबलमा चाहिँ अलिकति 100 दिँदैन डबलमा चाहिँ 80-85 यस्तै दिन्छ डबल हिँड्नु भने सिङ्गल होइन तपाईँले 50 सम्म कुदाउनु भने तपाईँको 100 चाहिँ कुद्छ कि मजाले अनि तपाईँ यसको साथसाथै हेर्नुहोस् यस्तो भ्यू यस्तो राम्रो भ्यू छ आज चाहिँ ठिक छ अरू त राम्रै छ भने अहिलेसम्मको पर्फर्मेन्स राम्रै छ मेरो हिसाबले अब मैले एउटा यसको चाहिँ अलि लामो भिडियो के कसो सब डिटेलमा चाहिँ एउटा भिडियो गराउने सोचिरहेको छु तपाईँले यदि किन्ने सोच्ने हुन्छ भने म पहिला चाहिँ E8 Pro किन्ने सोचिरहेको थिएँ पहिला तर त्योभन्दा अब लुक्समा अलिकति राम्रो पनि रेट पनि खासै फरक थिएन त्यो 30,000 को फरक हो अब रेन्ज अब त्यो 150 भन्छ अब त कति चल्यो भन्ने भयो अरे अब 150 होइन 120-30 चल्ला भन्ने सोचेको थिएँ त्यही लिने सोचिरहेको थिएँ तर सोरुम गएपछि मलाई यो मन पर्यो लुक्स वाइज अब हुन्छ नि पर्फर्मेन्स सबै राम्रै लाग्यो मलाई अब यसको ब्याट्रीको कुरा गर्नुहुन्छ भने चाहिँ तपाईँको 50,000 किलोमिटर र 3 वर्ष त्यसको वारेन्टी हुन्छ अनि मोटरको 2 वर्ष हुँदो रहेछ होइन अरू सब ठिकै छ अब यसको तपाईँ एक फुल हुन चाहिँ तपाईँको नर्मली 1 युनिटको 10 रुपियाँ छ भने पर युनिट 10 रुपियाँ छ भने यसको लगभग तपाईँ फुल चार्ज 2 युनिट जति लाग्छ क्या मैले लगभग त्यही चेक गरेको भनौँ न 100 मिटरमा चेक गरेको थिएँ लगभग 2 युनिट लाग्यो 20-22 रुपियाँ लाग्छ एक फुल चार्ज हुन तपाईँले त्यसै 100 किलोमिटरसम्म चलाउनु सक्नुभयो इकोमा चलाउनु भने 130 पनि चल्यो होइन भने चाहिँ 100 किलोमिटर चाहिँ मजाले चल्छ तपाईँको अब यसको बिलबुकहरू पनि आइसकेको छ बिलबुक चाहिँ मेरो मैले वैशाख 28 गते ल्याएको मेरो कहिले 1-1.5 महिनापछि ल 1.5 महिनामा बिलबुक आयो 1.5 महिनापछिकै रिन्यू आयो फेरि त्यो चाहिँ अलिकति मलाई बेनिफिट 1-1.5 महिनाको बेनिफिट भयो एउटा चाहिँ अब अरू सबै ठिकै छ भनौँ अब धोइधाइ गर्न मिलिहाल्छ घरमा डेली युजको लागि एकदम ठिक भनौँ न अब 20-25 रुपियाँ तपाईँ 100 किलोमिटर चलाउनु भने द्याट इज इनफ के तपाईँलाई त्यही 100 किलोमिटर चलाउनु तपाईँलाई अब पेट्रोल गाडी चलाउनु 500 रुपियाँको तेल त लायो अहिलेको रेटले नि अहिलेको रेट 194 छ त्यसको हिसाबले नि अब 500 रुपियाँको तेल त लाग्ने रहेछ त्यो हिसाबले 25 रुपियाँ धेरै थोरै हो नि त
त्यही भएर एकदम सुइटेबल छ। पैसा चाहिँ बच्छ हेर्नु होइन, तर पैसा बच्छ भन्दा चाहिँ सबै उडाउनु चाहिँ भएन। तर त्यसको चाहिँ जस्तै सर्ट होइन महिनाको 3000 4000 चाहिँ बचत गरिराख्नु। अब भोलि पर्सि ब्याट्री बिग्रियो भने चाहिँ 3 वर्षपछि बिग्रियो भने 3 वर्षमा कम्पनीले रिप्लेस गर्छ या चार्ज गरेर के गरेर दिन्छ। तर इफ बिग्रियो भने 3 वर्षपछि चाहिँ 90,000 जति खर्च आउने रहेछ यसमा चाहिँ। त्यसको लागि चाहिँ अहिलेदेखि नै सेभिङ गरेर चाहिँ राख्नुपर्छ। मैले चाहिँ त्यस्तै गरिरहेको छु होइन। त्यो एकदम जरुरी छ। पछि एकैपालि 90,000 भन्ने त ठुलो रकम त भने त होइन। अब बाइकहरूको खात्र बिग्रिया हुन्छ 5-7 हजार गर्दै खर्च हुन्छ, त्यो देखिँदैन। तर यसको अब मेन भनेको ब्याट्री र मोटर मेन खर्च भनेको त्यही हो। अरू त त्यति मेरो अब भएन त्यति सजिलो बिग्रियो। अब तपाईँ एउटा यस्तो के अप्सन छ भन्दा यहाँ युएसबी दिया हुन्छ, यसमा तपाईँले चार्ज गर्न मिल्छ। यहाँ राखेर मोबाइल राख्न मिलिहाल्छ तपाईँको। अरू ठिक छ। अब हेड डिम अनि यहाँ साइड लाइट अनि डबल इन्डिकेटर अनि यो स्क्रिनको लाइट ब्राइट र लो गर्ने हाई लो अनि यो पार्किङ मोड स्पोर्ट्स र अब इको अनि यहाँ रिभर्स र स्पिड लक गर्नु मिल्छ। त्यही हो फिचरहरू। अनि यो मोबाइल एपबाट नि हुन्छ चलाउनु मिल्छ। यस्तो चाबी हरायो भने तपाईँको मोबाइल एपबाट चलाउनु मिल्छ कि यो चाहिँ। त्यही हो गाइज। अब मलाई चाहिँ मेरो अहिलेसम्मको रिभ्यू हेर्नु चाहिँ मलाई ठिकै लाग्छ अहिलेसम्म है। हेर्दै जाऊँ कि कस्तो हुन्छ, कस्तो रिभ्यू आउँछ, खर्च कति निकाल्छ पछि भन्ने कुरा हो मेन त। अहिलेको सर्ट एन्ड पिरियडलाई मात्रै हेरेर भएन फेरि। ल गाइज धन्यवाद भिडियो हेरिदिनु भएकोमा। अब यसको चाहिँ म एउटा डिटेल भिडियो चाहिँ लिएर आउनेछु। तपाईँहरूले माया देखाइदिनु भयो भने चाहिँ म लिएर आउनेछु। अब यो होइन भने त नि म लिएर आउनेछु। त्यही हो। ल यसका साथसाथै भ्यू हेरोस् हाम्रो यो तिलोत्तमा नगरपालिका 16-17 को। घाम लाग्दैछ, हिजो राति चाहिँ पानी परेको छ सानो। अब त्यसले गर्दा एकदम भ्यू चाहिँ यस्तो राम्रो देखियो नि, कुरै नगरौँ के। थ्याङ्क यू गाइज।